हेर चम्पा, मैले अस्ति नै त्यो केटा ठिक छैन भने होइन, अहिले देखिस् मैले तँलाई त्यति बेलै भने होइन, अहिले ठुलो भाग खाइसैन। हेर्नु रोजिना नानी, यसरी गाली गरेर हुँदैन। हाम्रो नानीलाई राम्रोसँग सम्झाएर बिहे भएको घर बिगार्नु हुँदैन, घर गरेर खानुपर्छ भनेर पठाउनु। यस्तो गरेर नि हुन्छ? रोजिना, यसले बुद्धि बिगाडिहाल्यो। अब कहीँ पनि जान्नु, यो मैसँग बस्यो। अब बुद्धि त बिगारेको हो नि आमा, यसको बिगार्ने बेला भएको थिएन। बिगार्ने भन्दा अगाडि बिग्रेको घर कसरी सपार्ने भन्नेमा लाग्यो भए अहिलेसम्म सप्रिसक्थ्यो होला। अब सपार्छु भनेर त सप्रिँदैन। सपार्न त आफू राम्रो हुनु पर्यो नि त। कसरी सपार्ने, कसरी बस्ने, छोरी मान्छे भएपछि सम्झिनु पर्दैन? तपाईँ पनि छोरी मान्छे हो, भोलिको दिनमा त्यस्तो दिन आउँछ, आउँदैन भन्नु पर्दैन। त्यो भएर विचार गरेर सम्झाउनु आफ्नो साथी। होइन, किन बडबडाएको हो त? काम छैन तेरो? जतिखेर मुखबाट त नराम्रै निस्किनु पर्ने है तेरो। नमस्कार। नमस्कार नमस्कार हजुर, नमस्कार। हेर्नु, मलाई त तपाईँ कुन बेला आउनुहुन्छ जस्तो भएको थियो। बस हजुर, बस बस, यहाँ बस। हेलो, यहाँ आजबाट मेरो कोही कुटुम्ब छैन। किन बस्ने तपाईँ यहाँ? जानुहोस् यहाँबाट। म पनि निर्देशित छु नि आमा। अब भाइले त गल्ती गर्यो, अब के गरौँ? अब एकपल्टलाई मैले अनुरोध गर्न आएँ। अब चम्पा बुहारीलाई म लिएर जान्छु। लानु लानु, हामीले बिहे गरेर बुहारी बनाएर दिएका छँदैछ। अब कहिलेकाहीँ ठ्याक्क ठुक्क बुढाबुढीको झगडा परिहाल्छ नि। उहाँलाई फकाएर कसरी हुन्छ? लानुहोस् क्या है। तिमी बुहारी छोरी? तिमी बुहारी भएर आफ्नो थन्कामा बस्ने नबस्ने? तिमीले जन्माएको छोरी कि मैले जन्माएको छोरी? अलिकति सोचेर विचार गरेर बोल न तिमी। बुहारी भएर बुहारीको थन्कामा बस। तिमी जहिले पनि किन अगाडि सरी बोल्छौ जे कुरामा पनि? अनि यता सुन्नुहोस्, तपाईँको भाइ कहिले पनि सुध्रिनेवालामा छैन, अनि म मेरो छोरी पठाउनेवालामा छैन। बुझ्नुभयो? तपाईँ जान सक्नुहुन्छ। अब एकपटक चाहिँ हजुर, मानवताको नाताले पनि मेरो बुहारी म लिएर जान्छु भनेर पठाइनु पर्यो। के को मानवताको नाता? कताको मानवताको नाता? तपाईँ खुरुक्क त गइहाल्नुहोस् त। जानुहोस् भनेर सुन्नु भएन? मानवताको नाताको के कुरा हजुर? मानवताको नाताको के कुरा? उहाँहरूलाई मानवताको नातै थाहा छैन। अब मानवताको नाता थाहा हुने भए छोरीको घर बिग्रेको छ, माइतमा चुपो लाएर बस्छन् त, लिन आउँदा पनि पठाइहाल्थ्यो नि। तँलाई चाहिँ मेरो छोरीको मात्रै कति डाह लाग्यो तँलाई? तपाईँ जानुहोस् भनेर सुन्नु भएन? गइहाल्नुहोस् त। आइ छोरी। आज बढी भइसक्यो। अब उल्टी गर सुल्टी गर, आफ्नो छोरी पाल्न सक्छु भनेकी छिन्। अब यो घरमा ज्यान गए पनि नपठाउने रे। होइन, के भन्छ यो? ठाडो सिर नहुने गरेर यस्तो छपारिन् तेरो सासूले। अब छोरी नपठाउने रे। तँ आफ्नो जिन्दगी कसरी बिताउँछस्? हेर भाइ, बिता। अब म तेरोलाई केही पनि गर्न सक्दिनँ। मेरी स्वास्नी हो त, मेरी स्वास्नी। तिनीहरूले दिन्न भन्न पाउँछन्? दुईवटा जेठान छन्, पाल्दै पालो छप्काइदिन्छु म। उनीहरूको बहिनी हो, दिन्न भन्न पाउँछन्। अब के गर्नु? तेरो बेहोरा यही हो। कहिले सम्झिँदैनस्, कहिले बुझ्दैनस्। के गर्नु त? ओ दाइ, मेरी चम्पालाई दिन्न भनेका हुन् तिनीहरूले। म आफै जाउँ ससुराली? सुन, म सत्य मान्छे जाँदा त बुहारी पठाएनन्, त बहुला जाँदा कहीँ पठाउँछन्? तैँले ठिक भनिस् दाइ। चम्पा यो घरमा आएन भने म साँच्चै बोलाउँछु। जस्तो कर्म छ त्यस्तै भोग भाइ। अब के गर्नु? नन्न पाल्न साह्रै गाह्रो छ बुढोले। तपाईँले मात्रै हो र दिदी? हाम्रो पनि त बिहे गरेर त्यहाँ चेलीबेटी आएर भित्र छन्किरहेका छन्। यस्तालाई पाल्नु यति गाह्रो हुँदो रहेछ दिदी, पुरै छोडिदिनु। नन्ना आएर बसेछ, बुढाले कुरा पनि होइन, के गर्नु? अब हेर्नु दिदी, मुखाबाट बोल्या हो कि कहाँबाट बोल्या हो हाम्रो सासूले पत्तै पाइँदैन। अब त्यसरी बोल्या पत्तो पाउने भए बिहे गरेर दिएको छोरीको घर बिग्रेर माइत आएर बसेर दुनियाँ बेजत भएको थाहा हुँदैन थियो? यस्ता कुरा त अब के गर्नु दिदी? कुरो गरौँ भने यत्रो हुन्छ। सासूहरूको कुराहरू साध्य खाने जुनेली।
अनि तिमीहरू बुहारीहरू चाहिँ ठिक ठाउँमा बस्नु पर्दैन यसरी आटाको घर 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 आएर कुरा काट्ने तिमीहरूको लाज लाग्दैन अलिकता छोरी र बुहारीले छुट्याएर बुहारी भनेर तिमीहरू आफै हो छुट्याउने वातावरण बनाउने चाहिँ भाकै कुरा गरे हो आमा भाकै कुरा गरे हो अब उनको पनि नन्द घर बिगारेर आएर उसकै माइतमा बसेको छ अरे अब मेरो पनि बसेका छन् घर बिगारेर आएर के चाहिँ नजाने कुरा गरेको छ र होइन यो सधैँ बस्नु भने त आखी होइन नि त नन्द भनेको कहिलेकाहीँ माइत आएर बस्दिन उसको पनि यही जन्म घर हो ऊ पनि बस्न पाउँछ अनि तिमी चाहिँ त्यो माइतमा आएर बसेको बहिनीलाई किचकिच र गाली भन्दा गर्न केही जानेकी छैनौ अनि तिमी चाहिँ आफ्नो नन्दलाई पनि राम्रो गर्न नसक्ने अनि अर्काको घरमा आएर अर्काको नन्दलाई पनि नराम्रो गर है भनेर सिकाउन आउने अनि यो चाहिँ त्यत्रो कुरा काटिरहेको छ आएर जोगाउन सक्दिनस् बाहिर आइजाऊ हेर त्यहाँ कति कुरा काटिरहेको छ त्यहाँ बसेर सुन्ने हो तँ पनि छोरी हो नि यो घरको तैँले पनि भन्न पाउँछेस् सुनेर बस्ने रहेछ तँ बेको कुरा नगर हेर विषय अब यो जडियाको लागि यसको ससुरालीमा गल्ती गर्यो यसले हाम्रो गल्ती भयो अब छोरी फिर्ता पठाइदिनुहोस् भनेर माफी माग्नु म जानुपर्ने जाँदिनँ म गएको मलाई पठाएन यसो सासु अब यसको त हरिबिजोकै भयो एकपटक त र म गएर एकपल्ट सम्झाउँ अनि जाउँ न मानवताको नाताले एकपल्ट पठाउँछन् कि तेरो भाइ मान्छे हो यो जेठाजु बुहारीको सम्बन्धलाई के भन्छ अनेक थरी दोष लाउँछ मलाई अब यस्ताको लागि म जानु कदापि हुँदैन जाँदिनँ म सुन्न तालु अब यो भाइ पो होसमा छैन यो मूर्ख भयो अब एकपल्ट तरमल गरेर चाहिँ भन्यो भने त मानवताको नाताले पठायो भने त यसको जिन्दगी बन्यो नि के गर्नु भाइ हो माया लाग्छ हेर विष्णु तर म अब गुच्चा खेल्दादेखिको एकदम मिल्ने छ अब यस्ताको कारणले गर्दाखेरि तेरो र मेरो सम्बन्धमा पनि दरार आउने भयो अब भनिहालिस् मिल्ने साथी होस् एकपटकलाई जान्छु प्रयास गरौँ के अरे तर हेर विष्णु अब हामीले गएर मागौँला उनीहरूले छोरी पठाइदेलान् हामीले हाम्री बुहारी फिर्ता ल्याउँला तर पनि यो मान्छे सुध्रिनेवाला चाहिँ छैन मैले पहिले भनिदिएको छु अब भनिहालिस् अब साथीभाइको कुरा मजामा दाइ राम्रो भने त राम्रो भइगयो नि यस्तो त छ पाल यसको मौसम पनि ठिक छैन पानी पर सक्छ ल चालौँ छाता लिएर हेर हेर घर गरेर खान नसक्ने माइत आएर आमालाई जुम्राएर ठुङ हानेर बसेको छ यो आमालाई चाहिँ कस्तो लाज नभएको फेरि यत्रो सारा समाजले घर बिग्रेर आएर छोरी यसरी बसेको छ भनेर गाउँभरि मुख देखाएर हेर्नु हिँड्न नहुने भएछ हामी बुहारीलाई आमा तपाईँले त अलिकति सोच्नु पर्ने नि अब त छोरी भने पनि बुहारी भने पनि म हो घर बिगारेर आउनुभयो उहाँको भाग्यले खान सक्नु भएन त्यो सबैलाई थाहा छ नानी तपाईँलाई लाज लाग्दैन चुप लाएर सके पनि नसके पनि जाने अब तपाईँको ठाउँमा मेरो भाग्य नि त्यस्तै थियो भने म पनि त्यस्तै हुन्थेँ कि आफूले सोचेर के गर्नुपर्छ के गर्नु पर्दैन दाजु भाउजूको इज्जत मैले गर्दा खतम हुन्छ आमाको इज्जत जान्छ बाउको इज्जत जान्छ हरेक कुरा सोचेर बस्नुपर्छ छोरी मान्छे भएपछि राम्रो भएको भए त्यो त्यस्तो गर्थे त ज्वाइँले नि तपाईँले अलिकति आमालाई त लाज लाग्यो अलिकति सोच्नु पर्दैन बुहारी गलत भोलि मर्दा पर्दा त्यही छोरा र बुहारी चाहिन्छ नेट पनि नचलेर आमा तपाईँको सेहापछि भनेको यो घर सबै मेरै हो मैले नचाहिने कुरा बोले आएन जे बोलिरहेको छु नि सबै ठिक बोलेको छु मैले ए आउनु आउनु यहाँ बस्न आउनु बसौँ बसौँ छोरी उठ मैले तपाईहरुलाई
10औं पल्ट भनिसके फेरि किन आउनुभयो? हो आमा हो, उहाँहरू 10औं पटक आउनुभयो, तर अब 11औं पटक आउनै नपार्नु। अब बुढाबुढीको झगडा परालको आगो बन्छन्। अब उनीहरू मिलिहाल्छन् नि, यसपटकलाई पठाइदिनुहोस्। ल हजुर, भाइको तर्फबाट म माफी माग्छु। तपाईँले मसँग माफी माग्नै पर्दैन। मैले मेरो छोरी तपाईँको भाइलाई दिएको, तपाईँलाई दिएको होइन। तपाईँको भाइ पठाउनुहोस्, म निर्णय गर्छु पठाउने कि नपठाउने मेरो छोरी भनेर। ऊ बेलाको मान्छेको बुद्धि नै त्यस्तै हुन्छ कि हजुर। अब तपाईँहरू के चुप्पो लाएर बस्या? आमा, अनि तपाईँ चाहिँ के भएको के? तपाईँको छोरीको इज्जत यहाँ बसेर आउँछ, हपक्क लिन आएको बेला नपठाएर भएको इज्जत अलिअलि पनि जान्छ। अनि लानुहोस् हजुर, लानुहोस्। अब आमाको के कुरो सुन्नु, आफ्नो बुहारी हो। हेर जुनेली, तिमीलाई पनि यहाँ बस्न मन छैन भने तिमी पनि जाऊ माइत। मेरी छोरी मैसँग राख्छु, पठाउँदिनँ म। अब हामीले पनि नहुने कुरामा जबरजस्ती गर्न खोजेको त होइन नि। हजुरकी छोरी हाम्री बुहारी, हजुरको घरको इज्जत हाम्रो घरको इज्जत। अब एकचोटिलाई माफ गरिदिनुहोस्। म पनि माफ माग्छु, नानीलाई पठाइदिनुहोस् हजुर। तपाईँहरूको जबरजस्तीले हुन्छ? मेरो छोरी मेरो मर्जी, म पठाउँदिनँ। तपाईँ जान सक्नुहुन्छ। तपाईँले नानीलाई नपठाउने हो भने नि आमा, म अब यो घरमा 1 बस्दिनँ, 2 बस्दिनँ, 3 बस्दिनँ। फेरि यही बेला बुढा पनि कहाँ मुन्ट्या होला क्या, देवर पनि छैन। मेरो कुरा त कहिले कसैले सुन्ने भयो पो। ल हजुर, तपाईँहरू लिन आउनु भएछ, रुकन लानु, मेरो भन्नु केही छैन। जानुहोस्। इज्जत भनेको सबैको हुन्छ। अब चम्पाले लिन घरमै यसरी हामी आफ्नै जेठाजु आउँदा त पठाउनु भएन, के गरौँ? साह्रै खराब मान्छे हुनुहुँदो रहेछ। अब यस्तो झरीमा रुच्दै आइयो। अब भाइलाई अझै राम्रोसँग सम्झाउनु पर्यो। सम्झाएको अलिक छु। बानी बेहोरा सुधार्नु पर्यो त्यसको। जति भने नि टेर्दैन जस्तो छ तपाईँले पनि। सम्झाएको, अब त्यस्तो गरिदिनु भनेर कसमै खान्थ्यो। अब के गर्ने, अब भकाएर बसिन्छौँ, छोडिदिनुहोस्। अब कसम चाहिँ खायो खोइ। भाइ आफै लिन आउँछु। भाइ आफै लिन आउँछु। बुहारीले टेरिनन्। सम्झाएर म भाइले पठाउँछु। बुहारीले नि टेरिनन्, बुहारीको आमाले नि टेरिनन्। अब टेर्ने गरी अब चाहिँ मलाई यसरी दुःख नदिनुहोस्। बस बस, अब म राम्रो सम्झाउँछु। खोइ त चम्पा, तेरो सासूले ज्यान गएन पठाउने, अब माया मार। ओ दाइ, त मेरो दाइ होइनस्? तेरी त्यो बुहारी होइन? लछार पछार गरेर ल्याउन सकिनस्? ओइ बिस्ने, कानमा शङ्ख बज्ने गरी दिएन यसलाई एकपटक गालामा। होस पनि आउँछ अनि चार पनि छुट्छ। ओइ के भनिस्? अर्काकी छोरी लछार पछार गरेर ल्याउनु? अर्काकी छोरीलाई लछार पछार गरेर ल्याउन मिल्छ? तँ गएर लिएर त ल, हेरौँ कसरी ल्याउँदो रहेछस्। तेरी श्रीमती होइन? ओइ सुध्रिन, बानी व्यवहार सुधार्न, आफै फर्केर आउँछ। आफू सुध्रिनु छैन। ल बिस्ने, म लागेँ है, सम्झा आफ्नो भाइलाई। मेरा लागि कोही पनि छैन। मेरो श्रीमती लिन म आफै जान्छु। हेर हेर, यहाँ मान्छे बस्या देखिँदैन? माइत आएर काम गरेर देखाएको छ। आफ्नो घर गरेर खाए भइगयो नि, किन यहाँ आएर यस्तो देखाउनु? के गर्नु भाउजू, तपाईँले जस्तो श्रीमानलाई कज्याएर खान सकिएन। हेर हेर, मसँग मुख मुखै लागे।
मसँग मुखमुखै लाग्नुभन्दा आफ्नो घर गरेर खाने। यहाँ बस्नु छ भने मैले जे जे भन्छु त्यो त्यो मान्ने। मेरो घरमा बस्नलाई अझ मुखमुखै लाग्ने, अलिकति लाज हुनुपर्छ नि। होइन किन करा मेरो बहिनीलाई? तिमीहरू नन्द भाउजूको ग्रह नै मिल्दैन कि क्या हो? सबैले नि कराउनु मलाई देखाएको छ होइन? बहिनीले घर बिगारेर आएर दुनियाँ समाजले भन्ने गरी माइतमा बस्या थाहा छैन? अझ मै कराइदिएँ। तपाईँले त मतलबै छैन नि सम्झाएको के कराएको के, मलाई कराउनु मात्रै जाने छ। मैले पनि नबुझेको हो र, मैले सबै कुरा बुझेको छु। अब ज्वाइँ नै गतिलो नपरेपछि के गर्नु? अब यस्तो खालको कथा कहानी, यस्तो खालको समस्या हाम्रो घरमा मात्रै होइन, प्रत्येक नेपालीको घरमा छ। अब यस्तै समस्या तिम्रो बहिनीलाई परेको भए तिमी के गर्थ्यौ भन त? अब परेको भए भन्नुभन्दा अगाडि त्यो हेर्दैखेरि जाँड रक्सी भाङ धतुरो गाँजा खाने जस्तो केटालाई सोचेर दिनु पर्दैन? भोलि बुढीको घर बिग्रेला, माइत आएर बस्ने, हरेक कुरा सोच्नु पर्छ नि त। हो त्यस्तालाई दिएपछि यत्रो भाग खायो होला नि। अब केही कुरै बुझ्नु छैन, पढाउनु पाए भए। होइन के भयो फेरि? आँगनमा बसेर किन रमिता देखाएको? ओइ तिमीले त्यो बहिनीलाई के भन्यौ भन त? रुँदै भित्र गई। घरमा पनि ज्वाइँ गतिले नभएर दुःख पाइ, त्यही पीडा भुलाउनलाई यहाँ कि यहाँ पनि बसी खान नदिने भयो होइन तिमीहरूले? भकी एउटी बहिनीलाई रक्का छन्। तिमीहरूलाई पाप लाग्छ। ल जैसा अब यहाँबाट तपाईँ एक्लै जानुहोस् र मेरो घरमा गएर मेरो परिवारहरूलाई कसरी खुसी पार्ने, कसरी माफी माग्ने, कसरी रिझाउने हो, यी सबै काम गरेर बहिनी लिएर यहाँ आउनुहोस्। बुझ्नुभयो नि? हस् जानुहोस्। मैले गल्ती गरेकै हो, मलाई मार्नुस्, मलाई यही खाल्डो खनेर पुर्नुस्। मैले जाड पनि खाएकै हो, बुढी पनि कुटेकै हो, सबै मैले गरेकै हो भनिसक्यो त। अब त मलाई माफ गर्नुस्। छोड मेरो छोरीको हात। म जरे मेरो छोरीलाई दिन रात पिटेर निल डाम बोकेर आएकी थिएँ बिचरा। औषधि मुलुक गरेर बल्ल बल्ल बिसी बनाएको छु। फेरि तँलाई मैले पिट्नको लागि दिएर पठाउनु? जान्न मेरो छोरी तँसँग। तँलाई जरिया
आमा मैले तपाईँहरूलाई अघि नै बिन्ती चढाइसकेँ म तपाईँहरूको छोरीलाई यति पनि चोटपटक लाउन दिन्न कुट्नुको त परै जाओस् आमा यदि मैले आज तपाईँकी छोरीलाई लिएर गइन भने यहाँ अनर्थ पनि हुन सक्छ अनर्थ होस् कि पढाइ होस् मैले मेरो छोरी 1 पठाउँदिन 2 पठाउँदिन 3 पठाउँदिन तँसँग त पठाउँदिन नपठाउने हो त साँच्चै नपठाउने हो त ठिकै छ म जाँदै जान्न मलाई कुटे पनि कुट्नुस् काटे पनि काट्नुस् यही गाडे पनि गाड्नुस् म मेरी चम्पालाई नलिकन जाँदै जान्न ओटस बहिनी अब तिमीले केही चिन्ता गर्नु पर्दैन जाऊ जाइस लानुहोस् बहिनी बाबु छोरा यस्तो बिग्रेको ज्वाइँ अहिले आएर मेरो चम्पा नलिकन जाँदै जाँदा भन्छ के हो यो आमा चिन्ता नगर्नु के बिग्रेको ज्वाइँले बहिनीलाई लग्यो भनेर तपाईँ छक्क पर्नु भएको छैन हाम्रो बिग्रेको ज्वाइँले बहिनीलाई किन लग्यो भन्ने कुरा म तपाईँलाई फुर्सदमा बताउँछु